नमस्कार, यथार्थ खबरमा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिका समाचारका शीर्षकहरुबाट। प्रत्यक्षतर्फ 30 जिल्लाका 39,98,000 मतपत्र छापियो। समानुपातिकको बन्द सूचीबाट आयोगले हटायो 76 जनाको नाम। रेमिट्यान्स र निर्यात बढ्दो, सुधान्तर बचत नाग्यो 5 अर्ब। तलब र ज्याला दरमा उत्साहजनक सुधार, गण्डकीमा सबैभन्दा उच्च वृद्धि, कर्णालीमा न्यून। तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ, प्रधानमन्त्री कार्की। नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ, राष्ट्रपति पौडेल। निपा भाइरसबाट आतंकित नहुन स्वास्थ्य मन्त्रालयको आग्रह। बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा 10 वर्षको जेल सजाय हुने फैसला। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।